तपाईले पनि आफ्नो मोबाइलमा डबल ट्याप फ्ल्यास लाइट अन डबल ट्याप फ्ल्यास लाइट अफ गराउन चाहनुहुन्छ भने त्यसको लागि तपाईले आफ्नो मोबाइलमा रहेको सेटिङमा जानुहोस्। सेटिङमा गइसकेपछि थोरै तल जानुभयो भने यहाँनिर एक्सेसिबिलिटी देख्न सक्नुहुनेछ, यसमा क्लिक गर्नु होला। त्यसपछि फेरि थोरै तल जानुभयो भने देख्न सक्नुहुनेछ टच, यसमा पनि तपाईले क्लिक गर्नु होला। त्यसपछि यहाँनिर पनि थोरै तल जानुभयो भने ब्याक ट्याप देख्न सक्नुहुनेछ, यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर डबल ट्यापको अप्सन रहेको छ, यसमा क्लिक गरेर यहाँनिर फ्ल्यास लाइटलाई सिलेक्ट गर्नु होला। यति गरिसकेपछि अब तपाईले आफ्नो मोबाइलको ब्याक साइडमा डबल ट्याप गर्नुभयो भने सजिलैसँग फ्ल्यास लाइट अन हुनेछ। तपाईले पनि आफ्नो मोबाइलमा यो अप्सन मिलाउनु भएको छैन भने मिलाउन सक्नुहुनेछ। अनि यस्तै भिडियोको लागि लाइक, कमेन्ट, शेयर एन्ड फलो गर्न नभुल्नु होला। तपाईले पनि आफ्नो आइफोनमा यो सेटिङ मिलाएर फोनलाई अनलक नगरिकनै सजिलैसँग फ्ल्यास लाइट बाल्न सक्नुहुनेछ।